के हो रे भिडियो छ त सुँगुरको मासु फाक्सा लिन आएको Happy birthday to you. Hello, good morning and welcome back to my YouTube channel. And after a long time मैले चाहिँ भ्लग लिएर आएको छु। यो चाहिँ मेरो नेपालको फर्स्ट भ्लग अनि अहिले चाहिँ बिहान बिहानै भइरहेछ नेपालमा। अनि यहाँ चाहिँ अब यो चाहिँ मेरो स्पेसल my hometown. Yes, बिहानको दृश्य यस्तो छ। अनि तपाईहरु कस्तो हुनुहुन्छ होला सन्चै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। अनि आफ्टर लङ टाइम मैले चाहिँ भ्लग लिएर आएको छु। बिहानै छ आज अनि स्पेशल डे पनि छ हैन। अनि आज चाहिँ मैले भ्लग बनाउनुको मुख्य कारण चाहिँ तपाईहरुले हेर्दै जानु होला भिडियो। अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। पुरानो हुनुहुन्छ भने च्यानललाई हेरेर साथ दिनु होला। अनि यति भन्दै आजको बिहानी सुरुवात यहीँबाट हुँदैछ र तपाईहरुलाई पनि आजको डे शेयर गर्नको लागि यो भिडियो बनाइरहेको छु। र तपाईहरु कस्तो हुनुहुन्छ होला सबैजना आरामै हुनुहुन्छ होला भन्ने हामीले आशा गरेको छु। मैले आशा गरेको छु र म पनि एकदमै सन्चै छु र नेपालको बसाइ एकदमै राम्रै भइरहेको छ। हावापानीदेखि लिएर सबै कुराहरु एकदमै रमाइलो छ। अब चाहिँ ब्रस गर्ने हो, त्यसपछि मुखसुख धुने हो, अनि त्यस पछाडि भेटौँला है त। ओके, आज फेरि फाक्साको मासु लिनु जानुपर्ने हुन्छ है त। ल अब फाक्सा लिनु हिँड्यो। सारा फाक्सा चाहिँ त्यहाँ पाएछ अरे। के हो रे भिडियो छ त सुँगुरको मासु फाक्सा लिनु आएको ल। एक भाइहरुले चाहिँ पुरै ओनरहरु चाहिँ भाइहरु रहेछ। सबैजना बसिरहेछन्। ड्याममै 4 केजी मासु लिएर आयो फाक्साको। अब त्यसलाई भरे च्याटोसँगले के गरेर खाने रे, रोस्ट गरेर खाने कुरा छ। ल यस्तै छ है, के गर्नु बसै। अब भिडियोलाई हेर्दै गर्नु होला, आउँदै गर्छ रमाइलो रमाइलो भिडियोहरू। ओके, अनि अहिले चाहिँ हामी एकछिन अब मोडसम्मको यात्रामा जाँदैछौँ। त्यसपछि यात्रामा के देखिन्छ तपाईँहरूलाई म अवश्य पनि देखाउनेवाला छु। अगाडि म्याडम हिँड्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो गाउँघरको ग्रिन सिटी जस्तै हो। यो पट्ने बित्तिकै अगाडि चिया बगान आउँछ है त, तपाईँलाई म फेरि देखाउँछु। ओके, यो चाहिँ हाम्रो गाउँ नजिकैको टी प्लान बर्ने टी प्लान हुन्छ। ओके, दिन पेस गरिदिनु। यहाँ माथि ग्राउन्डमा फुटबल खेल हुँदैछ, हेर्नु होला है सबैजना। मलाई चाहिँ बर्ने टी भन्छ। ओहो, बिताउन गएको, बिताउन कामै भएन होइन। एउटा कामै भएन र अर्को काम चाहिँ मेरो काम चाहिँ भयो। अनि त्यो भएर चाहिँ हामी ब्याक टु फेरि घर आइसकेको छौँ। घरमा चाहिँ हाम्रो म्याडमको अब बर्थडे रे, यता बहिनी आइरहेछ। हाम्रो आदरणीयहरूले सेकुवा पोल्दैछ। आदरणीय भाउजूहरूले सेकुवा पोल्दैछ। यता काकी, उता दुइटै भाउजू। यता म्याडम, बर्थडे म्याडम। हेलो म्याडम।
अहिले गाँसेर अलि बनाऊ न अनि त्यसरी त बनाउँछ यता फुची यहाँ ल्याउनु न हेरौँ बेलुका ल्याइदिउँ अब आयो होइन यसरी यहाँ यता हेर्नु न हौ बर्थडे मान्छे तेर्सो बनाउनु न दादा तेर्सो हुन्छ क्या यस्तो हुन्छ क्या भ्लग यस्तरी हुन्छ रिल बनाएको क्या लाइटर सोधी लाइटर मैले ल्याएँ न यो म लगाइदिन्छु प्लिज गर्नु ल भाउजू मलाई Happy birthday to you. Happy आशिषै डेन्जर आयो त यार यो त यार फेरि यार नखाने भयो भने खानु पर्यो नि त यो बेला त होइन भाउजूलाई ल्याप ल्याप पारिदियो ए जान्दैन रहेछ यता अब यता म मनमा है मेरो चाहिँ त्यस्तै हो क्या बर्थडे भनेको त्यही हो त लु को खै त अर्को काकी खै काकी काकी उसलाई खुवाइदिउँ न उहाँलाई खुवाइदिनु न होइन खुवाइदिनु पर्दैन म आफै हेर्छु ला उयो भएन नि प्लेट हुन्छ 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 हातमा चल्छ क्या भोलि सिनालालले खान्छौ मिस सम्पा छिटो होइन हुन्छ अरू पनि त खै काकी थियो त पहिला यता चाहिँ गर्नु न ए काकीलाई यसलाई चाहिँ एउटा प्लेट दिनु न तलै घुस न यो यस्तो ल आउनु न बेलुका ल्याइदिउँ अब आयो हातले पनि हल्का छुनु पर्छ